आज मैले बनाउन गइरहेको छु बच्चाहरूलाई एनी टाइम मन पर्ने बनाना आइस, केरा आइस। केरा खोल्साएर यसरी मिक्सरमा हाल्ने। मिक्सरमा कति अटाउँछ त्यही अनुसार हाल्ने। फ्यामिली कतिजना हुनुहुन्छ त्यही अनुसार बनाउन मिल्छ धेरै थोरै। बनाना हालिसकेपछि यसरी दही हाल्ने। अनि काकाओ पाउडर, यो पाउडर चाहिँ हेल्थको लागि एकदम राम्रो हुन्छ। अनि पिनट्स बटर यति जति हाल्ने, यो पनि हेल्थको लागि राम्रो हुन्छ। चाहिने भन्दा धेरै खान हुँदैन, त्यही हो। ठिक्क अड्कलेर खान जाने भने केही हुँदैन। अनि सबै एकै ठाउँमा यसरी मिक्स गरिदिने। मजाले मिक्स गर्ने यसरी। यतिको भइसकेपछि यसरी बलमा खनाउने। अनि बिर्को छ भने बिर्को लगाइदिने, नत्र माथिबाट एउटा प्लास्टिककोले छोपेर डिप फ्रिजमा राखिदिने। 5 घण्टादेखि 10 घण्टासम्म राखिदियो भने हुन्छ। डिप फ्रिजमा 5 घण्टा जति राख्छु मैले। डिप फ्रिजमा 5 घण्टा राखेँ मैले। अब कस्तो भयो हेरौँ है त। यतिको भएछ। यसलाई 5 मिनट जति बाहिर राखेर झिक्ने भने एकदम सजिलोसँग झिक्न सकिन्छ। अहिले तुरुन्तै झिक्दाखेरि अलिकति गाह्रो भइरहेको छ। गर्मी महिनामा अथवा फ्रुटहरूको सिजनको बेलामा यसरी हेल्दी आइस बनाएर आफ्नो फ्यामिलीलाई दिन सकिन्छ। मैले त बाबु नानीहरूलाई यसरी नै बनाएर खान दिने गर्छु फ्रुटहरूको सिजनहरूमा। मेरो बेबीहरूले आइस एकदमै मन पराउने भएकोले यसरी नै हेल्दी आइस बनाएर खान दिने गर्छु मैले जहिले पनि। बाबालाई पनि एकदम मन पर्छ आइस। गर्मी महिना, जाडो महिना केही मतलबै हुँदैन। घरमा आइस नहुने भने त आइसक्रिम खान जाम भनिहाल्नुहुन्छ बाबाले पनि। मैले चाहिँ म्याङ्गो टपिङ गरेर खान लाएँ। खस्यो।